गोर्खे सलाम है सबैजनालाई। आज यहाँ नेपालतिर आएको छु, हेर्नुहोस् है। यो चाहिँ रक्सी पार्ने भाँडा हेर्नुहोस् है हो। यो सुँगुरलाई चारो हेर्नुहोस्, सुँगुरको खर कस्तो हुन्छ। सुँगुरको खर हो। यो सुँगुर कतिवटा छ हेर्नु न, बच्चाहरू छ, बच्चाहरू। सुँगुरको बच्चाहरू ऊ पर चाहिँ माउ छ। यो सुँगुरको चारो हो। यहाँ पर चाहिँ माउहरू छ, हेर्नु न। यहाँ चाहिँ माउ छ, दुईवटा छ माउ। ल यहाँ हेर्नुहोस् है, हाम्रोमा चाहिँ यो मौरीको डुँड यस्तो हुन्छ है। यो चाहिँ अरिजिनल मौरीको। जति मैले घरमा मौरीको महहरू ल्याउँछु नि, यहीँबाट ल्याउँछु। यहाँ हेर्नु ऊ माथि हो। यो चाहिँ अब उयसको लागि, इस्कुसको लागि भार बनाएको। त्यो हेर्नु न, तोरीबारी कस्तो छ। तोरीबारी मजाले तोरी फलिरहेको छ। रिन्चेन भाइलाई पनि भन्नु चाहन्छु, सरी हो, म बिहामा आउनु पाएन। अचानक यता नेपाल आउनु पऱ्यो म हो। यता चाहिँ हेर्नुहोस् है, मौरीको अरिजिनल मौरी चाहिँ यस्तो हुन्छ। मौरीको डुँड चाहिँ, मौरीको डुँड हेर्नुहोस् है, यस्तो हुन्छ। जग्गा चाहिँ दामी छ हो, गरम पनि छ। हेर्नुहोस् ल, अझै देखाउँछु म तपाईँलाई मौरीको डुँडहरू। यो नि मौरीको डुँड हो। एउटा यहाँ छ, एउटा यहाँ माथि छ। देख्नु मौरीको डुँड। यो गाई, गाई हेर्नुहोस् है, दुईवटा गाई छ हो। बाख्रा चाहिँ हेभी छ, बाख्रा नि पुरा छ हो। कुखुराहरू नि पुरा छ, कुखुरा नि पुरा छ हो। दामी छ जग्गा। यस्तो यो चाहिँ सबै अर्ग्यानिक हो, हेर्नुहोस् है। रायोको साग, डल्ले खुर्सानीको बोटहरू हो। तोरीको साग यस्तो हुन्छ। तोरी यो चाहिँ सबै अर्ग्यानिक हो। यहाँ चाहिँ जे पनि खानु पाउँछ नि, सबै अरिजिनल हो। भेडाको घिउ पनि बनाउँछ यहाँ हो। गाईको दुध अरिजिनल, घिउ पनि यहीँ अरिजिनल पाउँछ। यहाँ चाहिँ गरम छ हो। बिहान घाम लाग्छ, 4-5 बजीतिर घाम लाग्छ हो। बेलुका त घाम लागिरहेको हुन्छ। लुगा चाहिँ एकैछिनमा सुक्छ है।